सम्पूर्ण शिक्षक साथीहरुमा हार्दिक नमस्कार। आज मैले स्थायी शिक्षकहरुको व्यक्तिगत विवरण राष्ट्रिय किताबखानामा हामीले अनलाइन घरबाटै कसरी हेर्ने र हामीले हरेक वर्ष जम्मा गरेको सम्पत्ति विवरण जम्मा भयो कि भएन, हाम्रो सिटोलमा त्यो कसरी थाहा पाउने र अब नेपाल सरकारले डिजिटल प्रविधिसँगै सबै कुरालाई अगाडि बढाइरहेको अवस्थामा हाम्रा व्यक्तिगत विवरणहरू अपडेट भएको विवरणहरू ठिक छ कि छैन भन्ने बारेमा हामी हाम्रै मोबाइलबाट हाम्रो घरबाट शिक्षकको वैयक्तिक विवरण राष्ट्रिय किताबखाना शिक्षकको विवरणहरू कसरी हेर्ने भन्ने जानकारी यो भिडियो मार्फत दिन गइरहेको छु र यहाँहरूले यो भिडियो हेरेर अवश्य पनि आफ्नो वैयक्तिक विवरणहरू रुजु गर्न सक्नुहुनेछ भन्ने मैले आशा लिएको छु। यसका लागि सबभन्दा पहिले सम्पूर्ण शिक्षक साथीहरूले हाम्रो ल्यापटप अथवा मोबाइलको कुनै एउटा ब्राउजरमा जानुपर्ने हुन्छ। जस्तो म यहाँ गुगल क्रोममा गएर म आफ्नो एउटा आइडी छनौट गर्छु र यहाँ सर्च बारमा गएर हजुरहरूले यहाँ सर्च गर्नुपर्ने हुन्छ stro.gov.np भनेर हजुरहरूले यो साइट सर्च गर्नुपर्ने हुन्छ stro.gov.np। अब यसमा हामीले सर्च गरिसकेपछि अटोमेटिक मैले एकैछिन अगाडि यहाँ लगइन गरेको भएर यहाँ सिधै खुलेर आयो। म फेरि सुरुबाट आउँछु। stro.gov.np लगइन, सरी मैले अघि त्यो माथिको पहिले लगइन गर्नुपर्ने हुन्छ। stro.gov.np लगइन भनेर सर्च गर्नुहोला र यो सर्च गरिसकेपछि यहाँ दुईटा हजुरहरूले हेर्न सक्नुहुनेछ। एउटा विद्यालय शिक्षक किताबखाना नेपाल सरकार भनेर छ, यसमा हामी जानुहुन्न। हामी यहाँ स्कुल टिचर रेकर्ड अफिस भनेर छ यहाँ दोस्रो हो, यसमा यहाँहरूले क्लिक गरिदिनु होला। यसमा क्लिक गरिसकेपछि यहाँहरू सबैजनाको यस्तो सर्फेस खोल्नेछ। यहाँ थुप्रै कुराहरू छ, होम छ, पिआइएस इन्स्ट्रक्सन छ, रिसेन्ट एक्टिभिटी छ, पिआइएस एफएक्यूएस छ, रिपोर्टहरू छ, डाउनलोडहरू छ, पिआइएस लगइन र कन्ट्याक्टर्स भनेर छ। हामीले जानुपर्ने भनेको यता पिआइएस लगइनमा, हजुरहरू सबै देखिराख्नु भएको होला मेरो स्क्रिन। पिआइएस लगइनमा हामी लगइन गर्नुपर्ने हुन्छ र यहाँ क्लिक गरिदिनु होला। यहाँ क्लिक गरिसकेपछि हजुरहरू सबैको ल्यापटपमा अथवा मोबाइलमा यस्तो सर्फेस खोल्नेछ र अब यहाँ युजर नेम र पासवर्ड भनेर राखिएको छ। अब हजुरहरू यहाँ के ध्यान दिइदिनु होला भने युजर नेममा हाम्रो सिटोल नम्बर हाल्नुपर्ने हुन्छ, हाम्रो आफ्नो सिटोल नम्बर राख्नुपर्ने हुन्छ भने पासवर्डमा हाम्रो नामको सुरुको 3वटा अक्षर र पछाडि त्यही सिटोल नम्बर अक्षर राखिदिएको छ। अहिले सुरुवात भएको भएर पछि हामीले यो चेन्ज गर्न सक्छौँ। युजर नेममा हजुरहरूले आफ्नो सिटोल नम्बर राख्नुपर्ने हुन्छ है, सिटोल नम्बर राख्ने र पासवर्डमा चाहिँ हाम्रो नामको सुरुका 3टा अक्षरहरू है, 3वटा अक्षरहरू क्यापिटल अक्षरहरू। जस्तो मेरो नाम वीरेन्द्र हो भने मैले BIR क्यापिटल BIR लेखेर मेरो सिटोल नम्बर राख्दा यो मेरो लगइन हुन्छ। जस्तो म यहाँ मेरो लगइन गर्छु। यहाँहरूले पनि लगइन गर्नुहोला। यसरी मैले मेरो व्यक्तिगत विवरण यहाँ लगइन गरेँ। अब यहाँ लगइन गर्दा यहाँहरूको सबै कुरा यहाँ भेटाउनु हुनेछ। हजुर हाम्रो कहिले अवकाश हुने हो है, हामी अवकाश हुने बेला, हामी जागिर कति भयो, जस्तो मेरो जागिर अवधि कति छ, मेरो वैयक्तिक विवरण, सम्पूर्ण विवरणहरू यहाँहरूले यहाँ फेला पार्नु हुनेछ है।
अनि यसै गरी यो भित्र यो ड्यासबोर्डमा हजुरहरूले शिक्षा, भाषा, अनुभव, सर्भिस बुक थुप्रै कुराहरू छ, अपडेट हुँदै गरेको छ, यो अझ बाँकी छ। र अरू एउटा यो विवरण, व्यक्तिगत विवरणका कुरा भयो, अरू यहाँ सम्पत्ति विवरणका कुराहरू, जस्तो मैले 81, 82, 79, 80, 80, 81 सबै सम्पत्ति विवरण मैले बुझाएको कार्यालय, सबै कुराहरू यहाँ प्रष्टसँग राखिदिएको छ। अब मैले यहाँ मेरो व्यक्तिगत विवरणको ड्यासबोर्ड, यहाँ पासवर्ड परिवर्तनको ड्यासबोर्ड, यहाँ मैले मेरो पासवर्ड अब मैले चेन्ज गर्छु। र यहाँहरू साथीहरूलाई यो भिडियो कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिँदै हजुरहरूले पनि अब प्रविधि मैत्री 21औं शताब्दीको प्रविधि मैत्री शिक्षक हुँदै हाम्रो व्यक्तिगत विवरणहरू यसरी हेर्नुहोला भन्ने अपेक्षा गर्दै बिदा हुन्छु। धन्यवाद।